Hello everyone. Hello everyone. मेरो नाम चाहिँ उपहार राई, खुमराना मगर, म करण चौधरी र हामी तीनजना चाहिँ साथीहरू र आज चाहिँ मेरो बर्थडे र यो चाहिँ मेरो बर्थडेको ब्लग। अनि हामी चाहिँ अहिले उनीहरू चाहिँ कति 6 बजी आएको होइन साथीहरू, अनि 6 बजी साथीहरू आउनुभयो। अनि 6 बजी आएर अब हामी चाहिँ पशुपति मन्दिर गएर अनि त्यहाँबाट आएर अब हाम्रो बर्थडे आज चाहिँ सेलिब्रेट गर्नेछौँ, यो फुल 1 डे। अनि त्यो सँगसँगै हामीसँग चाहिँ एकदम इन्ट्रेस्टिङ कुरा पनि छ, जुन चाहिँ एउटा राम्रो पार्ट पनि हो। अब हामी चाहिँ के गर्न आँटेको छौँ साथी, 3टा साथीको बर्थडेको ओकेजनमा रुख रोप्नेछौँ। किनकि अब बर्थडे भनेको सेलिब्रेट मात्रै पनि होइन, मेरो विचारमा चाहिँ हामी चाहिँ बर्थडेमा चाहिँ केही न केही राम्रो काम गर्नुपर्छ र एटलिस्ट अब हरेक दिन नगरे पनि एउटा बर्थडेमा चाहिँ गर्नुपर्छ भनेर मैले चाहिँ 3टा रुख किनेको छु। त्यसलाई पनि हामी डाँडामा रोप्न जान्छौँ होइन साथीहरू, हो नि होइन? अनि फिल्म पनि हेर्नेछौँ। हामी फिल्म हल पनि जानेछौँ। हाम्रो एन्जिला दिदीको नयाँ फिल्म निस्किएको छ, हाम्रो राष्ट्र गोलकिपर होइन दिदीको, जुन चाहिँ एकदम मोटिभेसनल छ अरे। अब हामी त्यो पनि हेर्न जान्छौँ। अनि हामी त्यसमा नै हामी बनाएर मोमो खान्छौँ अनि के गर्छौँ साथीहरू, अनि केक सेक काट्छौँ अनि बाहिर पनि जान्छौँ। ल, हाम्रो भिडियो इन्जोय गर्नु होला है त साथीहरू। रात अहिलेदेखि अबको 12 घण्टा चाहिँ एकदम रमाइलो हुनेछ। अरे झूठ बोल रहा है, ये झूठ बोल रहा है। ल हैन साथी, हजुर त्यही हो। मेक श्योर टु सब्सक्राइब, लाइक, कमेन्ट एन्ड शेयर है। ये बड़ी अच्छी बात कही आप। स्टे ट्युन्ड है। हस्, थ्याङ्क यू एभ्रीवन। अगाडि नै भनिसकेका छौँ हामी पशुपति जाँदैछौँ साथीहरू। अहिले पशुपति जाँदैछौँ हामी दर्शन गर्न। स्टे ट्युन्ड गाइस। साथीको बर्थडे ल अब हामी चाहिँ पशुपति जाँदैछौँ। अब हामी पुगेरै भेट्छौँ साथीहरू। याद छ भने पैसा फाइनली हामी चाहिँ पशुपति आइसकेको छौँ। अब यसको हामी टपमा पनि जान्छौँ। ल जाउँ। फाइनली हामी चाहिँ पशुपति मन्दिर आइसकेको छौँ। अनि हेलो साथीहरू, हामी चाहिँ पशुपतिमा आइसकेको छौँ। अनि पशुपतिमा आएपछि यहाँ एउटा दुलो छ क्या, जुन दुलोमा चाहिँ 3 फन्को घुमेर हात छिरायो भने के हुन्छ अरे क्यामेराम्यान? लकी, अब चिताको पुग्छ अरे है। लेट्स सी के हुँदो रहेछ। 2 3 सिधै ल गयो साथी, सिधै गयो। गयो साथी। ल ठिक छ है। उल्टो भयो। यो नै सही उल्टो भयो। हो त्यसो हो त्यसो। वेदिङ हटा बिस्तारै सिधा ल सिधा हाल छोडिदियो ल। यो सिधा
गइदियो कान्छा मैले गरेको छु गर न भाइ अनि सोर न ला भाइ त्यस्तो त नगर्ने चाहिँ चिटिङ हुन्छ ला छिरेन नि ट्राई गरेको हो तुमसे ना हो पाएगा साथीको चाहिँ छिर्यो है हात चाहिँ तर पनि टेक्निक लाएर भन्दा नि आँखा खोलेको थियो साथीले अन्डरस्ट्यान्ड द गेम के बट यतिकै चाहिँ हुनु पर्यो है ल मैले चिट गरेँ जस्तो लाग्यो अघि भनिसकेँ मैले कस्तो के गर्नु के चाहिँ गर्यो तिमी अब त्यो क्यालेसो डिस्टेन्स खाना है टाइप अफ चिट भनेको जस्तो अघि नापिसक्यो नि त गरेँ साथपछि सड़ी के अब तो शायद बोल दे भोसड़ी के यतिको हुनु पर्यो है होइन त 2 hours later. के अरे के भन्नु अब दाइले जन्मदिनको धेरै शुभकामना होइन अनि बिहान प्लान भने जस्तो भएन अब गर्नुपर्छ रमाइलो के हो उयो दाइको साथी केक लिएर आएको केक होइन के चाहिँ दाइलाई विस चाहिँ के चाहिँ दिन्छ के गर्नु दाइले अब यसपालि अब हुनुपर्छ होइन त्यही हो ल थ्याङ्क यू भाइ यसपालि हुनुपर्छ जसरी नि हजुर दाइ त्यही हस् थ्याङ्क यू भाइ गरे दाइ ल हेलो एगेन एभ्रिवान होइन ढिलो भए पनि हाम्रो भाइ चाहिँ आएछ के हो तिम्रो नाम भन न मेरो नाम चाहिँ रोजेस पढाइली हो अनि त्यति हो थ्याङ्क यू रोजेस पराइली होइन अनि कहाँको क्यामेराम्यान खै क्यामेराम्यान हाई भन्ने भाइ ए अनि अब हामी पशुपति गएर मन्दिरबाट आएर खानासाना खाएर अब हामी फेरि हाम्रो सेकेन्ड होइन हाम्रो सेकेन्ड प्लानिङमा जाँदैछौँ जुन चाहिँ हाम्रो रुख रोप्ने प्लान्टिङ ट्रिज धेर चाहिँ छैन तिनवटा रुख समथिङ इज बेटर देन नथिङ अनि के भन्छ नि अब के भन्छ यो पोजिटिभ मेसेज होइन पोजिटिभ मेसेज भाइबहरू चाहिँ यसो सेयर गर्नुलाई मात्र गरेको हो यो कुराहरू चाहिँ नट एउटा अब बर्थडे मलाई त भन्ने आएन त्यस्तो मजाले त्यो बर्थडेमा चाहिँ गाड्नु पर्यो भनेर चाहिँ गाड्न लागेको हो किनकि सेभ इन्भाइरोमेन्ट हामीले सानैदेखि पढेका छौँ होइन केटा हो ल के चाहिँ भन्नु पर्यो त बरैली भाइ म केही भन्दिनँ आज हामी के अरे प्लान्टिङमा जाँदैछौँ माथि डाँडा होइन गोकर्णतिर अनि हामीले चाहिँ रुखहरू रोप्नुपर्छ मास्नु हुँदैन काट्नु हुँदैन किनकि रुख भनेको रोप्नुपर्छ अनि त्यही हो थ्याङ्क यू अनि त्यो पोजिटिभ मेसेज पनि हो त्यसैले हामीले रोप्न लागेको होइन सबैले हामीले एकजनाले रोप्यौँ भने अरूले पनि रोप्यो भने राम्रो हुन्छ सबैले रोप्छ होला त्यसैले किनकि काठमाडौँको पोल्युसन त नम्बर 1 मा आइसक्यो त्यसैले थ्याङ्क यू ल खुम्साजीले के भन्नु मन छ ल कस्तो चल्दैछ त अनि अघि भनेको नि त होइन अघि कस्तो चल्दैछ अब बिच आधासम्म आइसक्यो प्लान गरे अनुसार ठिकै चलिरहेको छ राम्रो चलिरहेको छ राम्रो धेरै कुराहरू भयो रमाइलो गरियो अब अझै बाँकी छ म एउटा प्रश्न चाहिँ सोध्न चाहेँ ल केटाहरूलाई तिमीले अरूहरूको बर्थडे खायौ होइन के चाहिँ फरक थियो त अरू बर्थडे र मेरो बर्थडेमा ट्रुथ अब ल ट्रुथ भन्नु पर्यो भन न टु बी ट्रुथ है साथीको त जे खान्छौ खाऊ त्यही छ साथीको त होइन के फरक लाग्यो क्या फरक के भन्नु एउटा सेलिब्रेट गर्ने हुन्छ नि तरिकाहरू होइन मतलब गर्न त अरूले गर्छ होला तर मेरो फ्रेन्ड्सहरूमा चाहिँ फर्स्ट टाइम आफ्नो बर्थडेमा यसो रुखहरू रोप्ने भनेको चाहिँ मैले हो नि होइन यो राम्रो काम जस्तो लाग्छ तिमीलाई क्रेजी जस्तो लाग्छ म त राम्रो लाग्छ है भाइलाई भाइको कस्तो हो यस्तो कसले रोपेको थियो त तिम्रो साथीभाइ कोही पहिलोचोटि है क्रेजी जन्मदिनमा होइन त्यस्तो नेचर के अरे रुखसुख रोप्ने त्यो धेरै राम्रो काम हो हाम्रो खोइ क्यामेराम्यान आऊ चौधरी भाइ आउ न
अनि तिमी पनि यो विषयमा कुरा गर्नु कसले रोपेको थियो त केही त्यस्तो काम गरेको थियो त मेरो अहिलेसम्म छैन भनौँ न अहिलेसम्म छैन है फर्स्ट हो ल आइ एम डुइङ गुड थिङ्स हो गुड ठिकै हो भन्नु त्यो सुने नि थिएँ मैले है रुख रोप्यो भने त्यो रुख जति आयो पनि हुन्छ भनेर सुनेको थिएँ। नकाट्नु है केटा हो फेरि गएर फेरि नकाट्नु है फेरि ल ल हस् थ्याङ्क यू अब हामी डाइरेक्ट कहाँ भेट्छौँ केटा हो रुख रोप्ने बेलामा भेट्छौँ होइन त ल हस् धन्यवाद ल साथीहरू अब हामी चाहिँ आइपुग्न आँटेको छ हाम्रो डेस्टिनेसनमा अनि हाम्रो डेस्टिनेसन चाहिँ यहाँ माथि टावरमा हो है त फाइनली हामी चाहिँ चिसिनी आइपुगेको छौँ हाम्रो 3टा बिरुवाहरू लिएर स्टे ट्युन गाइस बाबा पसिना जाने भयो भिडियो बनिरहेछ अलिक एक्टिङ गरेन हौ केटा एकदम पसिना भयो लास्टै गाह्रो भइसक्यो हामीलाई कत्रो लामो सिडी पानी टोटल 420 सिडी छ कत्रो सिडी के मैले नापेको पहिला स्प्रिन्ट हान्दाखेरि 420 को सिडी हो यसको हामीले 3 सेट हान्थ्यौँ हैन यसलाई अब निकाल्नु पर्यो केटा हो जरा चाहिँ कसरी निस्क्यो है केटा हो यो रुखको जरा ननिस्किन्छ होइन होइन यो किन्दाखेरि थिएन जस्तो लाग्यो कि मलाई कहिले चिन्नु यो हिजो भर्खर किनेको रातभरि जादु हो क्या ब्रदर एक्सक्युज मी ब्रदर यु हेभ नो आइडिया सो आई क्यान त्यो मेन जरा नभाँच्ने फेरि यो भाँच्नु के हुँदैन केही हुँदैन मेन जरा भाँच्नु हुँदैन क्या मेन जरा कहाँ भाँच्नु हुन्छ त भाइ त्यसलाई च्यात्नै पर्छ त्यसरी च्यात्नु त ल ठिक छ त्यो यो प्लास्टिक फोड नफाल्ने अब हामीले यो बिरुवा चाहिँ यो रुखको बिरुवा चाहिँ यतैतिर एउटा चाहिँ रोप्न आँटेको अनि हाम्रो अर्को 2टा चाहिँ हामी माथि रोप्छौँ यसको चार्ज उसकै भाइ सिमेन्टी छ कि खायो देख्यो तर मलिलो पुरै मल जस्तो रहेछ क्या म त्यतिकै भन्छु यहाँ रोप्नु भन्यो बल होइन पास बुद्धि ल अलिक गहिरै खन्नु होला हौ यो लामो जरा छ नि त यसको गाडी छिरिहाल्छ नि जरा त मलाई ढुङ्गामा त खिच्छ जरा अब त बर्खा आइसक्यो साथी त्यसरी फोकस गर यहाँ पनि साथी यो भन्दा बेसी चाहिँ पर्दैन लु हो हेर है अलिक अलिक थोरै हानौँ थोरै हानौँ जरा अलिक उयो छ नि त हौ केटा यतिको थिइसक्यो त्यो अड्डिए त भन्छ नि त यो मर्दैन हौ यो मरियो नि मर्दैन अलिक अलिक यस्तो गरौँ न यति यति रोपिदिनु भन्दै थियो ल थोरै हालौँ त ल ल अब गर त भयो अलिअलि गर्दा नि के त्यो हामी गऱ्यो नि के हुँदैन मरिजाने चाहिँ होइन किनकि यो त बाँचिसकेको बोट हो नि त पुरै माटोसँगै छ हामीले एक मसल पनि देखाएँ यहाँ लेग मसल पनि माटो हाल्नु न माटो माथि त्यो खाल्टोमा चाहिँ अब ओभर पनि नगरौँ के मर्छ क्या त्यो माटो हाल्नु यो माटो अब भयो माटो हाल्नुहोस् अब चाहिँ यो चाहिँ धेरै थिच्नु अब चाहिँ पऱ्यो थिच्नु यो चाहिँ हाम्रो फर्स्ट रुख हाम्रो बिरुवा चाहिँ हामीले यहाँ रोपेको छौँ यसरी अब जान्छ हाम्रो 2nd नम्बर र 3rd नम्बरमा होइन केटा हो ल बाबा पुरै झिक्नु यो
म झिक्दिन्छु ल पुरै के हो केटा तर कत्रो हो जरा त केटा हो यो त स्ट्रङ हुँदो रहेछ मेरो आइडेन्टिटी कार्डको त धजिया उड गया न बाबु पुरै ढुङ्गा छ त्यहाँ यसको त कत्रो खन्नुपर्छ हौ केटा भाइ साथीहरू यो चाहिँ हाम्रो सेकेन्ड है हाम्रो यो चाहिँ सेकेन्ड रुख हाम्रो बिरुवा हो सेकेन्ड बिरुवा हो जुन चाहिँ एकदम कठिन भइरहेको छ यहाँ किनकि ढुङ्गा छ माटो पनि त्यस्तै छ जरा पनि त्यत्रै ठुलो छ यो अघि चाहिँ हामीले सानो रोप्यौँ त्यसैले हामी रोप्छौँ यो चाहिँ नट द्याट टु बिग तर यसको जरा चाहिँ ब्रो धेरै ठुलो छ यो रुख चाहिँ अब ठुलो रुख हुन्छ होला भविष्यमा पक्कै पनि ठुलो रुख हुन्छ होला यहाँ छ यत्रो योभन्दा ठुलो पनि होला पक्कै पनि होइन ठुलो रुख होला त्यही हो सेफ इन्भाइरोमेन्ट रुख रोप्दाखेरि चाहिँ आयु लामो हुन्छ भनेर चाहिँ रोपेको होइन यो भनेको चाहिँ सेभ हाम्रो नेचरलाई सेभ गर्नुपर्छ अस्ति काठमाडौँ नम्बर 1मा आयो अरे है पोल्युसनमा अहिले चाहिँ आई डोन्ट नो 30तिर होला 30-35 तर पनि हामीले चाहिँ यो भिडियोले चाहिँ मेसेज पनि हो अब रुखहरू रोप्नुपर्छ होइन काट्नु हुँदैन अब काट्नु त काट्ने हो अब स्थिति अनुसार पनि हुन्छ घरै बनाउनु पर्छ भने त काट्ने हो त्यहाँ तर रोक्नु पनि पर्यो नि त होइन त्यही हो है माटो दियो ल त्यस्तो केही रिजन होला पक्कै पनि र फाइनली हाम्रो भ्युवर्सहरू हुनुहुन्छ कि हुनुहुँदैन थाहा भएन यो भिडियोमा भ्युज आउँछ कि आउँदैन बट हाम्रो भ्युवर्सहरू चाहिँ हामीले चाहिँ हाम्रो सेकेन्ड रुख हाम्रो बिरुवा चाहिँ रोपिसकेको छौँ अनि यहाँ साइडमा चाहिँ फेरि रुख काटेको छ है अनि त्यहाँ चाहिँ रुख काटेको छ तर के रिजन भएरै काट्नु भएको होला पक्कै पनि होइन मान्छे हिँड्नु पनि हुँदो रहेछ यहाँ त्यसैले अब हाम्रो यो चाहिँ सेकेन्ड बिरुवा है त ल कहाँ गर्ने हो कहाँबाट ल जाउँ न त हिँड न जाउँ नगर न साथी त्यो यस्तो भिडियोमा आउँछ क्या मान्छेले जज गर्छ क्या साथी त्यस्तो चाहिँ नगरौँ जस्तै कमेडी गरे पनि ए हुन्छ परी हो क्या ल गरौँ न त त्यो बाटो छ के भाइ त्यो बाटो छ नि त भाइ बाटो छ तिमी अल्छी नगर न यार ल जाउँ हिँड कम अन म्यान नाइ कनेस है अब चौधरी भाइको पाली हो राम्रो काम गर्दैछ केटाहरू खन्ने चाहिँ कहाँ कहाँ यहाँ हो आउ न तिमी पनि यहाँ
माटो चाहिँ राम्रो रहेछ है यो ठाउँमा। बिस्लेको कतिवटा त्यो बोट रोपेको भिडियोहरू यिनीहरू त 1000 कति हुन्छ कति थाउजन्ड फेरि जज गर्छ नि भाइ मा त मान्छेले जज गर्छ राम्रो सड्केछ भन्छ मा पक्कै पनि। तर मिस्टर बिसले नि रोपेको छ भने त केही न केही राम्रै गर्दैछु होला म। भन्नेले भन्नुहोस्। यति फरक छ कि मिस्टर बिसले 20 मिलियन त्यस्तो रोपेको थियो तपाईँले 3 त्यति हो फरक। मिस्टर बिस लेभलमा पुगेर नि रोपेको हो। हामी चाहिँ अब त्यही हो बिस्तारै। हामी त अब यङ्स्टर हो नि, यङ्स्टर हो नि केटा हो होइन। त्यही त नसा चाहिँ के भएको हो त्यो धेर खतरा भएर होइन भाइ। हो भाइ हो दुनियाँमा को छ मजिलै हुन्छ कि त्यो त्यो चाहिँ राम्रो झिकम त लग्यो ल पारेर माटो तिमीहरू छिक म कम त्यसरी भाइको हात फोहोर हुन्छ भने एक्सक्युज मी ब्रदर हजुर अब हामीसँग मटेरियल छ हामी यो ए ओपन गर्न जाँदैछौँ हाम्रो लास्ट ट्री लास्ट एन्ड फाइनल होइन अब यहाँ रोप्नु जाँदैछौँ ल लेट्स ओपन इट कस्तो राम्रो माटो अनबक्सिङ हो। अनबक्सिङ कसरी गर्नु वाउ ओ सरी है साथी ए के गर्यो दोस्त उयो लाग्यो क्या थोरै के हुँदैन के हुँदैन ठिक छ के अब नुहाउनु पर्यो नि घरमा गयो केटा ल अनबक्सिङ भइसक्यो अनबक्सिङ भइसक्यो। ओके ल यो भयो अब यो त तर लास्टै सानो रहेछ है सानो ठिक्क क्युट माथि रोप्नुपर्छ अलिक सानो त्यो क्युट क्युटी पाइप हो क्या हो यो त क्युटी पाइके मिठो छ उही काडा ल ल चौधै हाम्रो क्यामेराम्यानको भाइकोबाट है ऊ चाहिँ फोटो भिडियोतिर नि आएको थिएन अब अलिकति त्यस्तो पर्फेक्ट हुन्छ पर्फेक्ट राख्नु पऱ्यो फेरि मारिदिन्छ क्या कति मान्छेले त है मारिदिइ पो हाल देख्नै सक्दैन फेरि होइन त्यस्तो होइन त्यो त्यो अरूहरूले गाड्यो भनेर राम्रो काम गर्यो भनेर चाहिँ होइन त्यो त्यत्तिकै क्या मजामै हुन्छ क्या त्यस्तो मजामै हामी पनि मेच्योर त होइन केटा हो है। हाम्रो काममा चाहिँ फेरि ट्रेनिङ टाइम र ट्रेनिङ टाइम त के चाहिँ फेरि ट्रेनिङ टाइममा चाहिँ फेरि खरै छ नि केटाहरू अनि किङ हो नि पुलअप्स किङहरू यहाँ हार्डवर्क किङ पुलअप्स किङ 33 है यहाँ म्याक्स यहाँ 23 यहाँ 18 पुलअप्स अनि मेरो चाहिँ त्यसै हो त्यसै हो द्याट्स अल है। ल हाम्रो यो चाहिँ थर्ड सबैभन्दा लास्ट रुख चाहिँ हामीले रोपिसक्यो। यो रुख त के को पो हरे खुम समीको है गाउँतिर चाहिँ समी भन्छ होइन जस ठुलो हुन्छ नि है ए यो जत्रै हुन्छ तर अलिक फ्या हुन्छ कि त्यत्रो हुन्छ वाइड हुन्छ शीतल दिन्छ अरे त्यसैले यसको मैले दाना पनि खान्छ होइन अनि यसको त्यो के निस्किन्छ अमिलो पनि हुन्छ त्यो पनि खान्थ्यो हामीले चाहिँ ए ल ठिक छ हामीले आज राम्रो काम गर्यो केटा हो है। ल तिनजना जाउँ न त्यहाँ हजुर तिनजना यसरी बस्छ त ल म चाहिँ आधी खुन खाइसक्यो नि ल जाउँ न कहाँ छ क्यामेराम्यान हाम्रो ल केटा हो। अब हाम्रो लास्ट यो सक्यो अब हाम्रो के छ केक काट्ने केक काट्ने प्लस लाइक अब रेस्टुरेन्ट र क्याफेतिर खाजा आज होइन गइन्छ थकाली सकाली ड्याङड्याङ हो नि केटा ल अब के भन्न चाहन्छौ त अब यो रुख रोप्दा चाहिँ अब यत्रो हेल्प त गर्नुभयो तपाईँहरूले मलाई मेरो बर्थडेमा तपाईँहरूले धेरै इम्पोर्टेन्ट समय तपाईँहरूको महत्त्वपूर्ण समय दिनुभएको छ धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अब लास्टमा के चाहिँ भन्न चाहनुहुन्छ त हाम्रो भ्युवर्सहरूलाई चाहिँ ल एउटा पोजिटिभ मेसेज जुन चाहिँ तपाईँ भन्न चाहनुहुन्छ। सेभ ट्री है ट्रीहरू चाहिँ काट्नुहुन्न यता हेरेर मान्छेहरूले धेरै रुखहरू काट्छ नि त होइन आजकल त धेरै डिफोरेस्टेसन भइरहेछ नि त्यसलाई चाहिँ कम गरौँ रोकौँ है त्यही हो हाम्रो एउटा मेसेज चाहिँ त्यही हुन्छ त्यसैले हामीले प्लान्टिङहरू गर्छौँ त्यति हो। ल हाम्रो यता बरेली भाइ चाहिँ केही न केही
तिमीलाई जे भन्नु मन छ त्यही हो अब नेचरलाई सेभ गर्नुपर्छ नो नेचर नो लाइफ होइन रुखहरू जहाँ पाए त्यही काट्नु हुँदैन काट्नुपर्छ तर लिमिटमा होइन अनि यो भिडियो हेरेर कमेडी लाग्ने क्रिन्ज लाग्नेहरूलाई चाहिँ तिमी के भन्न चाहन्छौ त यो भिडियो पनि क्रिन्ज लाग्नेहरूलाई चाहिँ म केही भन्नु चाहन्छु स्पिचलेस त्यस्तो ठिक छ मान्छेहरूलाई ठिक छ ल हाम्रो कुन साथी मेरो चाहिँ अब त्यही हो भाइहरूको जस्तो छ त्यही हो धेरै नबोल्नु त्यति छ धेरै नबोलौँ होइन जे होस् राम्रो काम गरियो नि होइन खुसी लाग्यो ल खुसी लाग्यो है ल केटा हो है थ्याङ्क यू सबै केटाहरूलाई 2 hours later. यहाँ हाम्रो केटाहरू गेम खेल्दैछ एउटा पब्जी प्लेयर दुईवटा फ्री फायर यहाँ क्लास अफ क्लान पनि खेल्छ यार यो जमानामा अब सकिएन अनि यहाँ चाहिँ हाम्रो केक छ ब्युटिफुल केक साथीहरूको यिनी साथीहरूको तर्फबाट यो केक हो सो मच थ्याङ्कफुल धेरै धेरै धन्यवाद अब केक काटौँ ल है अब काटौँ 1 2 3 गो Thank you so much, everyone. Cake cutting here. You cut them first time, right? Oh. दिदी नि कस्तो दिदी आउनु पर्यो दिदी आउनु पर्यो दिदी भने दिदी नि थ्याङ्क यू दिदी अब पक्कै पनि नो हाम्रो घुम साथी आऊ आऊ साथी आउनु साथी थ्याङ्क यू साथी अब आउनु न लाग्छ आउनु धन्यवाद आउनु त धन्यवाद धन्यवाद बढाइले आइज भाइ हजुर बढाइले आउँदा बढाइले आउनु भयो होइन थ्याङ्क यू सो मच आऊ खान्छ धेरै धन्यवाद धेरै धेरै धन्यवाद ल आऊ तिमी आऊ दल्नु भयो नि आऊ अन्डा त खानु हुँदैन नि साथी ल साथी को अर्को भाइ ह्याप्पी बर्थडे टु यु
छोटो भएन नि ल, ल। चान्स छैन वेस्ट भयो क्या ल धन्यवाद धेरै धेरै लेट्स गो फर हाम्रो दिदीले ल्याउनु भएको दिदीहरूले ल्याउनु भएको लास्टमा लास्टमा भन्दा नि क्यामेराम्यानलाई कमाउनु पर्छ होइन पर्दैन भाइले सेल्फी गरेर भयो नि खान्छ क्यामेराम्यान चाहिँ ए आउ न क्यामेराम्यान चाहिँ खास सेकेन्डमा हो है तर पनि त्यही हो ल भाइ हुन्छ धेरै धन्यवाद अनि ढकालले दलले यार के हो ढकाल हो नि त दिदी आउनुहुन्छ पकाउने म डेन्जर देखिरहेको छु हजुर अब त पर्दैन नि हौ साथी हो 60 रुपियाँ गइसक्यो अनि यहाँ एक ताल दल्दाखेरि हजुर माई फेभरेट डार्क चक्लेट है कुन यो त्यो दिदीलाई अब मिस्टेक भइगयो नि चक्लेट होइन कफी हो क्या बबाल होइन दामी थियो पनि आइज किने हो ए केही हुँदैन क्या हिजो भर्खर आउने ए ढ्याप्डु भयो है कस्तो है ठिक छ नि है कस्तो लास्टै जुसी है केटा हो जादु हो नि केटा हो उयो खान्छौ कोक खान्छौ तिमी होइन कोक खादिनँ किन म खादिनँ नि त्यो एक खाँदैनौ है यो त चान्सै छैन हो त हो अनि केटा के हो यो त ठिक छ है दामी है हेलो एभ्रिवान इट्स मी उपा राई र आज चाहिँ मेरो बर्थडे थियो जुन चाहिँ 18 अप्रिलमा थियो अनि आइ एम भेरी थ्याङ्कफुल सबैजनालाई जसले मलाई विस गर्नुभएको छ धेरै धेरै धन्यवाद धेरै राम्रो भयो यसपालि मेरो बर्थडे एकदम बेस्ट बर्थडे आई गट तीनटा केक काटेँ मैले तपाईँहरूले आई होप यु इन्जोय दिस ब्लग भन्ने के भन्ने इन्जोय दिस बर्थडे भिडियो अफ उपहार राई मेरो एन्ड मैले सकेसम्म राम्रो बनाउनु ट्राई गरेँ मैले सबै कुरा त रेकर्ड गर्न सकिनँ किनकि त्यो सम्भवै छैन थ्याङ्क यू एभ्री वान फर मेकिङ माई बेस्ट बर्थडे होइन सबैजनालाई धन्यवाद मेरो बर्थडेलाई चाहिँ बेस्ट बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद